धागो हो कि तार हो तपाईँ व्याख्या गर्नुहोस् के समात्नु भएको छ कतिवटा धागो छ हराइदिनुहोस् हैन प्रश्नै कतिवटा धागो छ कतिवटा धागो छ दुईटा भनाइको मतलब हेर्नुस् ध्यानले यो जादु एकदम सिरियसली हेर्नु होला दुईटा धागोमा यो काठको गोटी हो तपाईलाई शंका लाग्न सक्छ म निकालेर दिदै छु तपाई एकपटक हेर्नुस् यो काठ हो कि होइन हामीले अक्षर सिकाउने यो हो नि त काठले बनाएको हुन्छ तपाई चेक गरिदिनुस् काठको गोटी यो काठको गोटी हैन शिक्षाको कमको जादु हो है यो छिराउने एउटा पातलो पेन छ अब यो काठको गोटी होइन काठको गोटीमा प्वाल बनाइएको छ हैन यो यसले हुन्छ हो 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 भयो अब मेरो कागज छ मैले के हेराए भने यो काठको गोटी हो यसमा शंका छ भने लिएर हेर्न सक्नुहुन्छ है काठकै गोटी हो अब हेर्नुस् यो काठको गोटीमा प्वाल बनाएर धागो छिराइएको छ यहाँसम्म क्लियर भएन अब यो गोटीमा छुने बित्तिकै झर्छ गोटी फुटेको हुँदैन धागो चुडिएको हुँदैन सुन्नुस् अब अलि ध्यान दिएर अब यो दुईटा धागोमा छिराइएको छ एउटा धागो तपाईँ दिनुस् एउटा जुनसुकै दिनुस् तपाईँ पनि एउटा दिनुस् म यो निकालेको छैन म यसरी बाँधिरहेको छु है मैले गोटी निकालेको छैन मैले बाँधिदिएँ ल यो समात्नुहोस् अब यसरी बेरेर समात्नुहोस् एकदम बलियो नछोड्नु होला मैले आग्रह गरेँ है सर मजा पुरै दुवै धागो है किन तानेर तान्दै उता मैले अघि नै भनेको छु कि तपाईँ नछोड्नु होला बेरेर राख्नु भएको छ तपाईँ पनि नछोड्नु यो गोटी झरे पनि नछोड्नु गोटी झर्छ तर धागो नछोड्नु ठिक छ अब यतातिर ध्यान दिनु यो गोटी काठले बनाइएको छ धागोभित्र छिराइएको छ यो गोटी एक ठाउँमा पारेर मैले बाँधेको छु अब गोटीमा छुने बित्तिकै गोटी झर्छ गोटी फुटेको हुँदैन धागो फुटेको होइन त्यो चुडेको हुँदैन अब शिक्षकको कलममा यो शिक्षकको कलममा धेरै ताकत छ हजुरहरू पनि शिक्षक हुनुहुन्छ हजुरहरूको कलममा पनि ताकत छ हेर्नुस् यो शिक्षकको कलमको ताकत अब स्पष्ट छ यो काठको गोटी भित्र धागोमा छिराइएको छ धागो भाइहरूले समात्नु छ भाइ हो कि सरहरू अब म छुने बित्तिकै यो झर्छ ठिक छ हेर्नुस् यो झर्छ भाइ है यो झर्छ नछोड्न मैले भनेको छु नि मैले नछोड्ने मैले के भनेको छु नछोड्न मैले भनेको छु नि त गोटीतिर किन ध्यान दिनु मेरो कुरामा ध्यान छैन मैले के भनेको थिएँ नछोड्नु गोटी त बाहिर गयो पहिला धागो चुडिया छ कि छैन पहिला धागो चुडिया छैन शंका छ भने हेर्न सक्नुहुन्छ धागो त छोड्नु भएको थिएन नि अब गोटीको कुरा गरौँ धागो के हुन्छ चुडिया छैन अब गोटी त्यही हो गोटी काठले बनाइएको गोटी हो यो फुटेको छैन यो कसरी बाहिर गयो हैन अर्को पनि एउटा